नेपाली राजनीतिमा एउटा भाष्य लामो समयदेखि जीवित छ, जुन जोगी आए पनि कानै चिरेको। तर समय सधैँ एउटै रफ्तारमा बग्दैन। जब पुरानो बाटो हिँड्दा हिँड्दै गोडामा ठेला पर्छन् र गन्तव्य अझै टाढा देखिन्छ, तब यात्रीले बाटो बदल्ने साहस गर्नै पर्छ। उही बाटो हिँडेर के कहिल्यै नयाँ गन्तव्यमा पुगिन्छ? सायद अब बाटो बदल्ने बेला भयो। हामीले वर्षौंसम्म नाम बदल्यौं, दल बदल्यौं, तर प्रवृत्ति बदलिएन। तर आज केही अनुहारहरूले आशा जगाएका छन्। बालेनको साहस, रविको संकल्प र रासोपाको त्यो नयाँ ऊर्जा, यी केवल पात्र होइनन्, यी त हाम्रा सपनाका वाहक हुन्। एउटै गल्ती बारम्बार दोहोर्याउनु मूर्खता हो। यदि हामीलाई परिवर्तन चाहिएको छ भने हामीले आफ्नै औठाको शक्ति बुझ्नुपर्छ। परिवर्तनका लागि, नयाँ बाटोका लागि यसपालि रवि, बालेन र रासोपालाई एक मौका, किनकि बाटो नबदली गन्तव्य बदलिँदैन। जय घन्टी।